आफ्नो रिटायर पैसा आउँछ काम गर्नलाई आफूले 65 वर्ष बितायो भने आफ्नो पैसा आउँछ गाउँमा सरकारले मेडिकलको एक पैसा लाग्दैन त्यो अब ग्रिन कार्ड पाएपछि चाहिँ त्यो सम्पूर्ण सर्वस्व सुविधा पाइन्छ हैन आफूले त्यो सरकारलाई बुझाएको बुझेछ आज 17 वर्षदेखि कमसेकम त्यो पैसाको त आउँछ पैसा अब अहिले रिटायर हुने भने 1500 रुपैयाँ संसारको जुनसुकै कुनामा पनि 1600 1700 हेरी आउँछ रिटायर हुने हो भने तर अब उमेर नपुगी हुन पाइँदैन कि त बिरामी हुनु पर्यो असाध्यै रोग लाग्यो भने चाहिँ कमै उमेरमा पनि दिन्छ के निको नहुने रोग सब लाग्यो भने उसलाई रिटायरको श्रेणीमा राख्छ होइन भने 67 वर्ष पुग्नु भयो जति सिटिजनले सबैले बाउमा लगाएर थुपारेछ एक पैसा कमाउनु छैन अनि तिनीहरूलाई सबैलाई पैसा दिन थाल्यो भने त उसले अरूलाई त घटाइसक्यो हामीलाई 70 वर्ष बनाइसक्यो हामीले काम गर्नेलाई पहिला पहिला चाहिँ हो अहिले घटिँदैन त्यो ऊ ल्या हो कि त्यो फुड स्ट्याम्प सिस्टम ल्या होला लगेर राखेर कस्तो यहाँ फुर्ती लाउँछन् आएर त्यो भनेको एकदमै तल्लो स्तर भन्दा पनि गरिबीको रेखाबाट चाहिँ 200 लेभल मुनिका मान्छेहरूलाई चाहिँ एउटा भिन्नै प्रोग्राम गरे हुन्छ सरकारले त्यसलाई फुड स्ट्याम्प भन्छ नेपालीहरू त्यो खाने फ्रीमा दियो भनेर गफ त्यस्तो हामी जिन्दगी मर्नु पर्यो नि भिख भन्दा पनि तल्लो निकाय हो नि अहिले नेपालीले जति फुर्ती लाग्यो भने त्यो श्रेणीको पैसा लिएका हुन् यहाँ आएर धाग लाउने बेला चाहिँ पेन्सन दियो भने दिन्छ पेन्सन महिनै पछि मुख देखाउनु पर्छ त्यहाँ पाकिस्तानीहरूले आफ्नै छोरीलाई निज कर्ममा त उनीहरूलाई घरि जित्दै तपाईँ त उस्तै हुनुहुन्छ आन्टी यही समयको कुनै पनि तपाईँमा चाहिँ ऊ देखिएन प्रभाव साँच्ची होला के राज हो यो दाइ चाहिँ अलिअलि गर्नुभएछ अङ्कल चाहिँ है अब किनभनेदेखि अलिअलि त्यति होइन बुढो भयो 65 वर्षको भइयो हामी 50 भयौँ सरकारमा 58 वर्ष अब यहाँ मैले चाहिँ 65 वर्ष हाम्रो आइस्तो हुनु पानी मात्र खानु अझै दिन्छस्